जय श्री राधे। म युवा ज्योतिष तथा वास्तु रिसर्च लेख्न तस्ती। हामी दैनिक दिनको 10 देखि 15 घण्टा आफ्नो मोबाइलको साथमा बिताउँछौँ। तर के तपाईँलाई थाहा छ, तपाईँको मोबाइल नम्बर केवल 10 वटा अङ्कको समूह मात्र होइन। यो एउटा फ्रिक्वेन्सी हो जसले ब्रह्माण्डबाट ऊर्जा तानिरहेको हुन्छ। धेरैले मलाई सोध्नुहुन्छ, गुरुजी मेहनत त धेरै गर्छु तर सफलता हात लाग्दैन, कतै मेरो मोबाइल नम्बर त बाधक छैन। आजको यो विशेष भिडियोमा म मोबाइल न्युमोलोजीको त्यो रहस्य खोल्दैछु जुन सायद कसैले तपाईँलाई बताएको थिएन होला, किनकि अन्तिम 4 अङ्क नै तपाईँको जीवनको गेम चेन्जर हुन्। आउनुहोस् विस्तारमा चर्चा गरौँ। मोबाइल नम्बरको सुरुका 6 वटा अङ्क अपरेटर र क्षेत्र जोनले निर्धारण गर्ने गर्दछ। त्यो हाम्रो नियन्त्रणमा छैन। अन्तिमका 4 वटा अङ्क 8औं, 9औं र 10औं स्थान तपाईँको व्यक्तिगत ऊर्जासँग जोडिने गर्दछन्। अब अझ म विस्तारमा अङ्क 1 देखि 9 सम्मको विस्तृत तपाईँलाई बुझाउने प्रयास गर्दैछु। अङ्क 1 सूर्य। यदि अन्तिममा 1 छ भने तपाईँलाई शासन गर्ने वा अथोरिटी भएका मान्छेले कल बढी आउँछ। यसले तपाईँलाई अनुशासनमा राख्छ। यदि तपाईँका सन्तानले धेरै मोबाइल चलाउँछन् भनेर तपाईँ चिन्तामा हुनुहुन्छ भने उनीहरूलाई अन्तिममा 1 भएको नम्बर दिनुहोस्। कुराकानी सीमित र कामको मात्र हुन थाल्छ। अङ्क 2 चन्द्रमा। यो भावुक अङ्क हो। अन्तिममा 2 हुने मान्छेहरूको आफ्नो दुःख पीडा सुनाउन बढी फोन गर्छन्। यदि तपाईँ काउन्सिलर वा साइकोलोजिस्ट हुनुहुन्छ भने यो राम्रो हो, नत्र यसले मानसिक तनाव दिन सक्छ। सासू बुहारीको झगडा छ भने दुवैलाई 2 नम्बर भएको मोबाइल दिनुहोस्। उनीहरू आपसमा दुःख साटासाट गरेर व्यस्त रहन्छन्। अङ्क 3 बृहस्पति। यो ज्ञानको अङ्क हो। यसले तपाईँलाई बौद्धिक र प्रतिष्ठित व्यक्तिहरूसँग जोड्ने गर्दछ। फोनमा कुरा गर्दा गर्दै कसैले तपाईँलाई अर्थी उपदेश दिन थाल्यो भने बुझ्नुहोस् उसको नम्बरमा 3 को प्रभाव छ। यो शिक्षक र सल्लाहकारका लागि अत्यन्तै उपयोगी नम्बर छ। अङ्क 4 राहु। 4 अङ्कलाई धेरैले अशुभ मान्छन्, तर यो अन्तरङ्गी अङ्क हो। यसले कति बेला कसको फोन आउँछ पत्ता हुँदैन। कहिले विदेशी त कहिले नसोचेको मान्छेको। राजनीतिक वा मिडियामा हुनुहुन्छ भने यो फलदायी हुन सक्छ, तर सामान्य व्यक्तिका लागि यसले अचानक समस्या ल्याउन सक्छ। अङ्क 5 बुध। तपाईँको व्यापार बढाउनु छ भने अङ्क 5 रोज्नुहोस्। यसले सञ्चारको बाढी ल्याउँछ। 5 अङ्क हुने धेरै कलहरू आउँछन्, तर याद राख्नुहोस् यो नम्बर लिएर मात्र हुँदैन, मान्छेलाई आफ्नो नम्बर बाँड्न पनि जान्नुपर्छ। छ यसलाई शुक्रले प्रतिनिधित्व गर्छ। यो ग्ल्यामर र विलासिताको अङ्क हो। यदि तपाईँ सौन्दर्य, प्रशोधन, कपडा वा विलासी सामानको व्यापार गर्नुहुन्छ भने अन्तिममा 6 हुनु तपाईँका लागि धेरै नै राम्रो हो। कुराकानी धेरै डिप्लोमेटिक र मिठो हुन्छ, तर ग्राहकले बार्गेनिङ धेरै गर्न सक्छन्। अब अङ्क 7 केतुले रुलिङ गर्छ यो नम्बरलाई। यो आध्यात्मिक अङ्क हो। यदि तपाईँ ज्योतिष, योग वा अनुसन्धानमा हुनुहुन्छ भने 7ले तपाईँलाई धेरै नै मद्दत गर्छ, तर सामान्य व्यापारमा 7 छ भने मान्छेले आश्वासन धेरै दिन्छन् तर काम गर्दैनन्। 100 वटा इन्क्वायरी आउँदा 5 वटा मात्रै तपाईँको काम सक्सेस हुन्छ। अब अङ्क 8 को चर्चा गरौँ। शनिले रुलिङ गर्छ। यसले कलहरू सीमित गर्छ, तर जे आउँछ ठोस आउँछ। यसले ढिलो तर स्थायी परिणाम दिन्छ। उच्च पदस्थ अधिकारी वा गम्भीर प्रकृतिका व्यवसायका लागि यो उपयोगी हुन्छ यो नम्बर। अङ्क 9 को चर्चा गरौँ। यसलाई मङ्गलले रुलिङ गर्छ। यसले उच्च ऊर्जा, हाई एनर्जी दिन्छ। फोन गर्ने मान्छे पनि अलि ठुलो स्वरले बोलेको जस्तो सुन्नुहुन्छ तपाईँले, वा अलि डोमिनेटिङ स्वभावको हुन सक्छ। प्रहरी, सेना वा घरजग्गा कारोबारीका लागि 9 अङ्क अत्यन्त बलियो मानिन्छ। यद्यपि मैले धेरैको मोबाइलमा अन्तिमका अङ्कहरू 00 वा 0 देख्ने गर्छु। न्युमोलोजी अनुसार अन्तिमका 4 अङ्कमा 0 हुनु भनेको आफ्नो ऊर्जालाई ड्रेन गर्नु हो। 0 जति धेरै भयो नतिजा त्यति नै शून्यतर्फ जान्छ। त्यसैले सकेसम्म अन्तिममा 4 वटा स्थानमा 0 नभएकै राम्रो मानिन्छ। अब तपाईँ सोच्दै हुनुहुन्छ होला, नम्बर त लियो, अब बदल्न गाह्रो छ। चिन्ता नगर्नुहोस्, ज्योतिष र अङ्क विज्ञानमा समाधान पनि छ। तपाईँले आफ्नो वालपेपर चेन्ज गर्नुहोस्। आफ्नो भाग्य अङ्क अनुसारको रङ र चित्र मोबाइलको वालपेपरमा राख्नुहोस्। बिहान उठ्दा कुनै डिस्ट्र्याक्टिङ खालको आवाज होइन, शङ्खको ध्वनि वा मन्त्रको अलार्म राख्नुहोस्। यसले तपाईँको दिनभरिको ऊर्जालाई अनलाइन गर्छ। तपाईँको मोबाइल नम्बरले तपाईँलाई कस्तो फल दिइरहेको छ तल कमेन्टमा आफ्नो नम्बरका अन्तिम 4 अङ्क लेख्नुहोस्। म तपाईँलाई व्यक्तिगत रूपमा सुझाव दिने प्रयास गर्नेछु। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, फलो र सब्सक्राइब गर्न नभुल्नुहोला। आगामी दिनमा फेरि यस्तै उपयोगी जानकारी लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि आज्ञा दिनुहोस्। जय श्री राधे।